गीतको जोड छ कि तिमी जे छौ आफै राम्रो छौ, त्यसमा धेरै श्रृङ्गार गरिराख्नै पर्दैन। उदाहरणको लागि अच्युत कृष्ण खरेलद्वारा लिखित अनि फतेमानद्वारा सङ्गीतबद्ध यो गीतको एउटा लाइनले भन्छ, स्वर्ण अर्थात् सुन। यो गीतको जोड छ कि तिम्रो मुहारको कान्ति अर्थात् सौन्दर्य अर्थात् तेज आफै नै चाँदीमाथि सुन राखे जस्तै राम्रो छ, अर्थात् तिम्रो सौन्दर्य यसै राम्रो छ, त्यसलाई बढाउने भनेर तिमीले फाहा अर्थात् कुनै श्रृङ्गार नलाए हुन्छ।